हेलो गाइस, सबैजनालाई नमस्कार। बुर्तिवाङमा चाहिँ यस्तो पानी परेको छ। आज जेठको 7 गते रातिदेखि नै एकदमै ठुलो पानी परेको छ है। बुर्तिवाङमा चाहिँ एकदम ठुलो पानी परेर बर्खा लागे जस्तो महसुस बल्ल भइरहेछ है त। हेर्नु त पानी परेर यस्तो अँध्यारो गराएको छ। एकदम बाढी पहिरो बढ्न लाग्यो, बर्खा लाग्यो। बुर्तिवाङमा पनि पानी परेर रमझम बिजोकै छ यार। यो चाहिँ टायर खेतको भ्यू हो है। बुर्तिवाङ सुनसान छ, पानी परेको छ। गाउँतिरबाट मान्छे झर्ने पनि रोकेका छन्। बागलुङ पोखरा गर्ने गाडीहरू पनि रोकिसकेका छन्। यस्तै छ बुर्तिवाङको भ्यू हेर्नु। बजारको अवस्था हेर्नु त, एकजना मान्छे निस्किन्न कहीँ, केही पनि कतै पनि। यस्तो सुन्नु छ त। अनि पानी परेर नि होला, त्यो मात्रै नभइकन मान्छेहरू बजारमा आवत जावत गर्न छोडे। बर्खा लागेर गाउँतिरबाट मान्छे झर्न छोडे। बुर्तिवाङतिर सबै हरियाली हराभरा भइरहेछ। पानी एकदमै ठुलो परिरहेछ। धोरपातनतिर गाडीहरू गइराखेका छैनन्। घुम्न आउने मान्छेहरू पनि सबै बन्द भइरहेछ। यस्तो बेलामा बुर्तिवाङमा चाहिँ नि व्यापारी मेला, स्मार्ट व्यापारी मेला राख्दैछन् साथीहरूले। के गरेर चल्ला भन्ने छु म त। यस्तो पनि ठप्पै बन्द पनि, यस्तो सुनसान छ त बुर्तिवाङ। अनि गाडी पनि चलाएको छैन। यस्तो भइरहेछ है त। यति ठुलो पानी परेको छ। अब पानीको त पुरै छाड्दैन। कति ठुलो हो, कति ठुलो हो। ल हे गाइस है।